नमस्कार सबैजनामा म तुषार ओझा। हामी फेरि पनि अब आइसकेका छौँ नयाँ भिडियो लिएर। आजको हाम्रो भिडियो चाहिँ 2025 स्प्रिङ क्वेसन नम्बर 12A मा फोकस हुनेछ। यो चाहिँ पोखरा विश्वविद्यालयको बोर्ड क्वेसन हो। यसमा चाहिँ अब क्वेसन सोधेको चाहिँ हामीहरूलाई चाहिँ जर्नल इन्ट्री र अकाउन्टिङ इक्वेसन भनेर हामीलाई सोधेको छ। तर हामीहरूले चाहिँ जर्नल इन्ट्रिज मात्र आज सल्भ गर्नेछौँ र अकाउन्ट इक्वेसन नेक्स्ट भिडियोमा हामी कन्सेप्ट सहित हामी चाहिँ यसलाई सल्भ गर्नेछौँ। र हामीले यो क्वेसन चाहिँ अघिल्लो भिडियोमा इक्जाम्पलको रूपमा पनि हामीले सल्भ गर्छ, तर अब बोर्डमा आएको क्वेसन भएको कारणले हामीलाई यसलाई एज इट इज हामीले सल्भ गर्नुपर्छ। ल यो चाहिँ के भनेको छ भन्दाखेरि क्वेसनमा चाहिँ एउटा जिनियस सर्भिस इन्कर्पोरेसन भन्ने छ, जसले चाहिँ अब के गर्छ भन्दाखेरि चाहिँ आइटी सर्भिसहरू प्रोभाइड गर्छ स्मल बिजनेसहरूलाई। यो चाहिँ 1 गते चाहिँ यो चाहिँ 2 जना क्लासमेटहरूबाट चाहिँ फर्म भएको थियो र त्यसै अनुसार जर्नल इन्ट्रीहरू दिएछ। र पहिलो जर्नल इन्ट्री अवश्य ती क्यापिटल सेयर क्यापिटलसँग सम्बन्धित हुनेछ। जनवरी 2 मा के भन्छ भन्दाखेरि रिसिभ्ड कन्ट्रिब्युसन अफ ₹40,000 फ्रम इच अफ 2 प्रिन्सिपल ओनर अफ द न्यू बिजनेस इन एक्सचेन्ज अफ सेयर अफ स्टक्स भनेर भन्छ। अब के भन्यो भन्दाखेरि 2 जना प्रिन्सिपल ओनरहरूले ₹40,000 इचले चाहिँ कम्पनीमा लगाए भनेर भन्छ 2 गतेको दिन। अब फर्मेट चाहिँ त्यही हो, डेट पार्टिकुलर पीआर डेबिट क्रेडिट चाहिँ यसको फर्मेट हो। तर हामीले सल्भ गर्दाखेरि यो फर्मेट बेसिस चाहिँ अब तपाईँहरू कपीमा गर्नु होला। तर अहिले सल्भ गरेर जस्ट किन भयो कसरी भयो मात्र हामीले बुझ्नुपर्ने आवश्यकता छ। र अब हाम्रो के डेट के छ, जनवरी 2 मा के भयो भन्दाखेरि चाहिँ 2 जना प्रिन्सिपल ओनरहरूले चाहिँ पैसा हाले। पैसा कम्पनीमा लगाउनु पर्यो त कम्पनीमा क्यास आयो, क्यास अकाउन्ट डेबिट टु सेयर क्यापिटल पनि बढ्यो, सेयर क्यापिटल अकाउन्ट। अब क्यास कति आयो भन्दाखेरि चाहिँ 40,000 इन्टु 2 जना लगाएको कारणले यो हुन्छ हाम्रो 80,000 एन्ड 80,000 यो। र अब न्यारेसन लेख्दाखेरि चाहिँ बिङ सेयर इस्युड भनेर लेख्नु पायो। यो भयो हाम्रो पहिलो एन्ट्री। त्यसपछि अब हामी अगाडि बढ्दै दोस्रो एन्ट्री हेरौँ। दोस्रो एन्ट्रीले के भन्छ भन्दाखेरि चाहिँ signed a 2 years promissory note at a bank and received cash of ₹2 lakh. Interest along with ₹2 lakh will be repaid at the end of 2 years. अब जर्नल इन्ट्रीले के भन्छ भन्दाखेरि आज इन्कर भएको एक्सपेन्सेस अथवा आज रिसिभ भएको इन्कमहरूलाई मात्र हामीले चाहिँ रेकर्ड गर्ने एक्युरल बेसिस अफ अकाउन्टिङ पनि भन्छ। त्यो बेसिसमा हामीले जानुपर्छ। जस्तै कि 2 वर्षपछि के हुनेवाला छ त्यो कुरालाई हामीले इग्नोर गर्नुपर्छ। र यसको चाहिँ यो चाहिँ सिम्पल यसको जर्नल इन्ट्री के हो भन्दाखेरि चाहिँ कम्पनीमा क्यास आयो, क्यास अकाउन्ट डेबिट टु प्रमिसरी नोट्स पेएबल अकाउन्ट। अब किन भन्दाखेरि प्रमिसरी नोट्स पेएबल भनेको के हो, लायबिलिटिज हो, त्यसैले हामीले यसलाई क्रेडिटमा राखेँ। र क्यास चाहिँ कम्पनीमा आयो। प्रमिसरी नोट साइन गरे बापत ब्याङ्कले चाहिँ ₹2 लाख चाहिँ दिएको छ, यानी कि ₹2 लाख। ₹2 लाख। अब यसमा हामी न्यारेसन के लेख्ने भन्दाखेरि बिङ नोट्स साइन भने एउटा सिम्पल हामीले न्यारेसन लेख्ने। अब हामी जाउँ जनवरी 12 मा। जनवरी 12 मा के भएको छ भन्दाखेरि पर्चेज ₹2,000 इन मिसलिनियस सप्लाइज अन अकाउन्ट द कम्पनी हेज 30 days टु पे फर द सप्लाई। अब यसमा के भन्यो भन्दाखेरि अन अकाउन्ट, अन ओपन अकाउन्ट, अन क्रेडिट भनेर मैले भनेको थिएँ, जो चाहिँ उधारोमा किन्ने। अब जस्तै कि अहिले के भएको छ भन्दाखेरि यो जिनियस सर्भिस इन्कर्पोरेसनले चाहिँ ₹2,000 चाहिँ सप्लाइज किनेको छ, मिसलिनियस सप्लाइजहरू किनेको छ अन अकाउन्ट यानि उधारोमा किनेको छ। अब यसको जर्नल इन्ट्री के हुन्छ भन्दाखेरि चाहिँ पहिलो कुरो त सप्लाइज त आयो, यानि कि मिसलिनियस सप्लाइज अकाउन्ट डेबिट टु। अब यहाँ क्यास तिरेको छैन, यहाँ चाहिँ उधारोमा किनेको छ। उधारोमा किनेछ मतलब भोलिको दिनमा गएर तिर्नु छ, यानि कि पेएबल, त्यो भनेको लायबिलिटिज। यसलाई हामीले अकाउन्ट पेएबल अकाउन्ट भनेर भन्छ। यसको न्यारेसन चाहिँ
being miscellaneous supplies purchased on account भनेर हामीले लेख्ने। अब यसको एन्सर यसको अमाउन्ट भनेको 2000 रुपीस 2000 रुपीस र त्यसपछि अगाडि बढ्दै जाउँ जनवरी 19 को एन्ट्री। जनवरी 19 मा चाहिँ के भन्छ भन्दाखेरि चाहिँ billed a client rupees 10,000 for service rendered by expert in helping to install a new computer system. The client is to pay 25% of the bill upon its receipt and the remaining balance within 30 days. अब यो पोइन्टले के भन्छ भन्दाखेरि चाहिँ एउटा कस्टमरलाई चाहिँ न्यू कम्प्युटर इन्स्टल गर्नको लागि सर्भिस दिए, यानी सर्भिस रेभेन्यूको कुरा त आयो, जो भनेको चाहिँ 10,000 हो टोटल। अब यसले के भन्छ भन्दा अर्को लाइनमा के भन्छ भन्दाखेरि पेमेन्ट कसरी गर्ने भन्छ। पेमेन्ट कसरी गर्ने भन्दाखेरि 25% चाहिँ रिसिटसँग दिने, जो चाहिँ केही दिन पछि पनि हुनसक्छ, र बाँकी रहेको 75% चाहिँ 30 दिनभित्र जहिले दिँदा पनि हुन्छ भनेर भनेको छ यसमा चाहिँ। अब यहाँ चाहिँ कुनै पनि त्यो रिसिभ भन्ने कुरा, क्यास आएको कुरा चाहिँ गरेको छैन, त्यसैले यहाँ चाहिँ अकाउन्ट रिसिभेबल पाउनु पर्ने कुरा चाहिँ यसमा चाहिँ। ल कति भन्दाखेरि जनवरी 19 को एन्ट्री के हुन्छ भन्दाखेरि चाहिँ पहिलो कुरो क्यास आएको छैन, क्यास नआउनु मतलब क्यास पाउनु बाँकी छ, जसलाई चाहिँ हामीले के भन्छौँ अकाउन्ट रिसिभेबल। अकाउन्ट रिसिभेबल अकाउन्ट डेबिट टु सर्भिस दिएको छ कम्प्युटर इन्स्टल गर्नको लागि, त्यसैले यसलाई हामीले के भने सर्भिस रेभेन्यू, सर्भिस रेभेन्यू अकाउन्ट। अब यो चाहिँ के भन्ने बिङ सर्भिस प्रोभाइडेड बट पेमेन्ट नट रिसिभ्ड येट भनेर अब जस्तो आफ्नो ल्याङ्ग्वेजमा लेख्न पायो, तर यो बिङ अब यसले भन्नु खोजेको नि त्यही हो, हामी सर्भिस दिइसक्यो तर पेमेन्ट चाहिँ हामीले पाएको छैन, जो चाहिँ हो अमाउन्ट चाहिँ 10,000 र 10,000 र यो भयो जनवरी 19। अब अगाडि बढ्दै जाउँ जनवरी 20 मा चाहिँ के भन्छ भन्दाखेरि चाहिँ जनवरी 20 मा के भन्छ पेड रुपीस 2,500 bill from the paid 2,500 bill from the local newspaper for advertising for the month of March। अब यसमा के भन्छ भन्दाखेरि चाहिँ 2000 रुपियाँ चाहिँ हामीले चाहिँ पेड गरिसके, कसलाई गरे भन्दाखेरि लोकल न्युजपेपरलाई एडभर्टाइज गर्नको लागि, यानी कि एडभर्टाइजमेन्ट एक्सपेन्सेसको कुरा त आयो यसमा। र यो महिनाको लागि तिर्यो कि अगाडिको लागि तिर्यो कि पहिला रहेकोलाई तिर्यो भन्ने कुरा हामीले डिफ्रेन्सिएट गर्नुपर्छ। र यो क्वेसनमा के हुन्छ मार्च, यानी कि अहिले जनवरी चल्दैछ, जनवरीका लागि नभएर मार्चका लागि तिर्यो, यानी कि मार्चको एक्सपेन्सेस जो हुनेवाला छ त्यो अगाडि नै तिर्दियो, यानी कि एडभान्समा तिरेको छ। अब यहाँ चाहिँ के हुन्छ भन्दाखेरि प्रिपेड एडभर्टाइजमेन्ट एक्सपेन्सेस अकाउन्ट डेबिट, यानी कि प्रिपेड भन्ने कुरा सिधै के हो एसेट्स हो, यो भनेको करेन्ट एसेट्स हो, र एसेट्स सधैँ डेबिट साइडमा जान्छ, र यो मार्चमा तिरेको कारणले यो चाहिँ एसेट्स भएको हो, र पेड गरिसकेको छ, यानी कि हामीले चाहिँ के लेख्ने टु क्यास अकाउन्ट बिङ एडभर्टाइजमेन्ट एक्सपेन्सेस पेड इन एडभान्स भनेर टक्क लेखिदिनु सक्यो। न्यारेसन योभन्दा भिन्न लेख्नु पर्दैन, आवश्यक पर्दैन योभन्दा भिन्न। अब कति अमाउन्ट भन्दाखेरि 2500 चाहिँ अमाउन्ट हो। ल अगाडि बढ्दै जाउँ, जनवरी 20 को भयो यो चाहिँ। त्यसपछि जनवरी 22 मा चाहिँ के भन्छ भन्दाखेरि चाहिँ जनवरी 22 मा के भन्छ रिसिभ 25% अफ द अमाउन्ट बिल्ड द क्लाइन्ट अन जनवरी 19। अब यसमा के भन्छ भन्दाखेरि जनवरी 19 मा जो बिल गरेको थियो जसको चाहिँ 25% केही दिनपछि दिने भनेर रिसिटसँग चाहिँ दिने भनेर जहाँ निर्णय गरेको थियो त्यो चाहिँ जनवरी 22 मा आएर हामीले चाहिँ रिसिभ गरे, यानी कि रिसिभ गर्नु मतलब क्यास त आयो, क्यास अकाउन्ट
डेबिट टु। अब टु के लेख्ने, हामीले सर्भिस रेभिन्यू चाहिँ हामीले उहाँ रेकर्ड गरिसक्यो, तर हामीले त्यहाँ केमा रेकर्ड गरेको थियो, कुन अकाउन्टमा रेकर्ड गरेको थियो, अकाउन्ट रिसिभेबलमा पाउनुपर्ने। अब उति बेला हामीले चाहिँ जस्तै कि 10,000 रुपियाँ पाउनुपर्ने थियो र अहिले चाहिँ हामीले 2500 रुपियाँ हामीले पाइहाल्यो। अब पाइहाल्यो भन्नुको अर्थ हामीले के हो भन्दाखेरि अकाउन्ट रिसिभेबललाई घटाउनुपर्छ र एसेट्सको कुरालाई यदि घटाउँछ भने चाहिँ त्यसलाई हामीले चाहिँ क्रेडिटमा राख्नुपर्छ। टु अकाउन्ट रिसिभेबल अकाउन्ट भनेर अब कति हो भन्दाखेरि 0.25 यानि कि 25% अफ 10,000 जो चाहिँ कति हुन्छ 2,500। अब के लेख्ने भन्दाखेरि बिइङ ₹2500 रिसिभ बिल्ड अन द डेट January 19 भनेर अब आफ्नो हिसाबले जसरी लेख्नुहुन्छ तपाईँहरूले। र त्यसपछि अगाडि बढ्दै जाउँ। अब 26 गतेमा के छ भन्दाखेरि रिसिभ क्यास अफ ₹8,000 फर सर्भिस प्रोभाइडेड इन एसिस्टिङ। अब यो भने यो पोइन्टले के भन्छ भन्दाखेरि चाहिँ सर्भिस दिए बापत चाहिँ 8,000 रुपियाँ कमाए, सिम्पल छ यसमा चाहिँ, यानि कि क्यास आयो कम्पनीमा, क्यास अकाउन्ट डेबिट टु सर्भिस रेभिन्यू अकाउन्ट भनेर लेख्ने। अब यो हाम्रो कति हो 8,000 र त्यसपछि अब हामी अगाडि बढ्दै जाऊँ। अगाडि के भन्छ भन्दाखेरि चाहिँ पर्चेज कम्प्युटर सिस्टम। अब एसेट्स पर्चेज गऱ्यो, अब क्यासमा गऱ्यो क्रेडिटमा गऱ्यो, इन क्यास भनिदिएको छ यानि कि क्यासमा गऱ्यो। अब जस्तै कि कम्पनीमा एसेट्स आयो यानि कि कम्प्युटर सिस्टम आयो र कम्पनीबाट क्यास गयो, यसको एन्ट्री के हुन्छ भन्दाखेरि कम्प्युटर सिस्टम अकाउन्ट डेबिट टु क्यास अकाउन्ट। यसको अमाउन्ट चाहिँ 40,000। हामीले चाहिँ क्यास तिर्यौँ कम्प्युटर सिस्टम ल्याए बापत। र त्यसपछि अब के छ भन्दाखेरि चाहिँ January 30 मा पेड ₹15,000 अफ स्यालेरी एन्ड वेजेस फर जनवरी। अब के भन्छ भन्दाखेरि स्यालेरी एन्ड वेजेस चाहिँ जनवरी महिनाको लागि नै तिर्छ भन्छ, जो चाहिँ अब एक्सपेन्सेस हो। यो महिनाको तिर्नु भने यो महिनाको लागि एक्सपेन्सेस हुन्छ त्यो चाहिँ, यानि कि हामीले के लेख्ने भन्दाखेरि स्यालेरी एन्ड वेजेस अकाउन्ट डेबिट टु क्यास अकाउन्ट। क्यास तिरेछ कति हो भन्दाखेरि चाहिँ 15,000 रुपिस। 15,000 रुपिस भनेर लेख्न सक्यो। र त्यसपछि लास्टमा के छ भन्दाखेरि रिसिभड एन्ड पेड ₹2,000 इन ग्यास इलेक्ट्रिसिटी एन्ड वाटर बिल्स। अब यो भनेको ग्यास इलेक्ट्रिसिटी वाटर कोल भन्ने कुरा चाहिँ वाटरहरू, यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ युटिलिटिज एक्सपेन्सेस हो। जस्तै कि हामीले घरको बिजुलीको बिल तिर्छु भनेपछि त्यो भनेको युटिलिटिज हो, त्यसलाई पनि एक्सपेन्सेस मान्ने। घरमा युज हुने ग्यास, अब यो चाहिँ कम्पनीको कुरा हो, कम्पनीमा युज हुने ग्यासहरू, कम्पनीमा खाने पानीहरू, त्यसपछि कम्पनीमा युज हुने इलेक्ट्रिसिटीको कुराहरू चाहिँ यसले गर्छ, त्यसलाई चाहिँ हामीले युटिलिटी भन्छ, यानि कि यो चाहिँ एक्सपेन्सेस हो। युटिलिटी एक्सपेन्सेस अकाउन्ट डेबिट टु रिसिभड एन्ड पेड भनेर चाहिँ यानि कि तिरेछ, क्यास गर्छ कम्पनीबाट टु क्यास अकाउन्ट कति थाउजन्ड भन्दाखेरि चाहिँ 2,000 रुपिस। र यो थियो 2025 स्प्रिङ क्वेसन नम्बर 12A को सल्युसन। अब हामी चाहिँ 12B लाई चाहिँ नेक्स्ट भिडियोहरूमा चाहिँ कभर गर्ने कोसिस गर्नेछौँ। धन्यवाद।